हेलो एभ्रिवान, नमस्ते, वेलकम छ मेरो ब्लगमा तपाईहरु सम्पूर्णलाई। सबैजना रामै हुनुहुन्छ होला। अनि आज चाहिँ छुट्टी छ अनि चाहिँ आज चाहिँ हामी चाहिँ थोरै लामो हैन छोटो यात्रा गर्दै छौं। आज चाहिँ हामी चाहिँ स्पेशली चाहिँ घुम्न जान भनेर चाहिँ निस्किसकेको छौं। बुढा र म चाहिँ यहाँ पुगिसकेको छौं, ट्रेन कुरिरहेका छौं। अनि त्यसपछि अब चाहिँ ट्रेन आइपुग्न लागेको छ अनि हामी चाहिँ ट्रेन भित्र पनि चढिसकेको छौं। अनि ट्रेन भित्र छौं बुढो र म चाहिँ। अनि त्यसपछि हामी चाहिँ अब जाँदै छौं। हामी चाहिँ ट्रेनदेखि नै झरिसकेको छौं। अनि थुजङयकमा हामी झरिसकेपछि चाहिँ यहाँनेरि चाहिँ दाइ भाउजू नानी भदैनीलाई चाहिँ अनि नानालाई कुरिरहेका छौं। अनि अब दाजुहरु चाहिँ अब थोरै समय लाग्ने भएको भएर म चाहिँ यताउता भिडियो गर्दै बसिरहेको छु। अनि बुढो पनि साइडमा आएर चाहिँ के गरी भन्नुहुन्छ त्यही पनि मैले चाहिँ भिडियो गर्न चाहिँ छोडेको छुइनँ। मैले चाहिँ भिडियो गर्दै थिएँ तर मेरो साउन्ड चाहिँ कहाँ गइछ के त्यो भएको भएर मैले चाहिँ भोइस कभर गर्दै छु। मैले चाहिँ भिडियो चाहिँ लामै बनाउँदै छु। यो भिडियो चाहिँ लामै हुन्छ त्यो भएको भएर म चाहिँ जानेरी चाहिँ म जाँदै छु। अनि त्यो एरिया पुगेपछि चाहिँ म अर्कै भिडियो गर्छु भनेर त्यहाँ पुग्नु भन्दा अगाडिको भिडियो यो चाहिँ। अनि म चाहिँ यताउति बस्दै छु, यताउति घुमिरहेको छु। अनि पहिला यो ठाउँमै काम छोडेर बसेको थिएँ, यहाँदेखि 3-4 स्टेसन तल सेल्टरमा। अनि त्यो भएको भएर यतातिरको एरिया चाहिँ मलाई प्राय थाहा छ। अनि म चाहिँ त्यही बारेमा चाहिँ के बोली बसेको थिएँ कि तर मेरो बोली मात्रै खेर गयो, मेरो साउन्ड आएन। अनि त्यसपछि मैले चाहिँ अब भिडियो बनाइहालेँ, त्यो भएको भएर पनि मैले चाहिँ भोइस कभर गर्दैछु। अनि अब चाहिँ आइपुग्नु आँट्नुभएको छ दाजुहरु चाहिँ। अब धेरै टाइम लाग्दैन अब। अनि त्यो भएको भएर म चाहिँ अब क्यामेरा घुमाउँदैछु यताउता। अनि त्यसपछि अब दाजुहरु चाहिँ आइपुग्नु आँट्नुभएको छ। अनि त्यो वरिपरिको दृश्य चाहिँ यस्तो छ, त्यो भएको भएर मैले चाहिँ क्यामेरा घुमाउँदैछु। अनि अब एकछिनमा दाजुहरु आइपुग्नुहुन्छ यो एरियातिर सबै हिँडेको हामी। त्यो भएको भएर चाहिँ मैले चाहिँ यता यो साइडतिर चाहिँ मेरो साउनीको घर हो, साउनीको अपार्ट छ यतातिर। त्यो भएको भएर मैले चाहिँ त्यहाँ भन्दै देखाउँदै थिएँ तर साउन्ड त्यस्तै भइगयो, केही छैन। अनि अब यतातिर अनि त्यो एकजना दिदीले के दिनुभयो बुढोलाई। अनि त्यसपछि देखाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ हेरिसकेँ। अनि त्यसपछि अब केही समय लाग्छ दाजुहरु आइपुग्नलाई। अब चाहिँ यहाँदेखि हामी चाहिँ तलतिर जान्छौँ। अनि म चाहिँ उता भिडियो घुमाउँदै जाँदै थिएँ, यतातिर यता भिडियो गर्दैछु, यताउता घुम्छु हैन। बुढोले चाहिँ फेरि मलाई पर खोज्दै हुनुहुँदो रहेछ, कहाँ गयो भनेर। त्यत्रो उसमा बुढोले चाहिँ बुढिया भन्दै कराइ बस्नु भएको रहेछ कि उतातिर बुढो चाहिँ साइडमा चाहिँ। अनि यतातिर चाहिँ यस्तो छ। अनि यतातिर बुढोले चाहिँ दाजुसँग बोल्दै हुनुहुन्छ क्यार। अनि यतातिर सबै यस्तै छ। यो चाहिँ ठुलो बस। अनि अब चाहिँ म चाहिँ यता जान्छु कि दाजुहरु यतैबाट आउँदै हुनुहुन्छ नि त। अनि त्यो भएको भएर चाहिँ म चाहिँ यतै जान्छु। बुढोले चाहिँ पर पछाडिदेखि त्यता नजाऊ, यता आओ, त्यहाँ किन गएको, यता आओ, दाजुहरु आइपुग्न आँट्नु भयो भनेर कराउँदै हुनुहुन्छ पछाडि। तर मलाई थाहा छ यतादेखि नै आउनुहुन्छ भन्ने कुरा चाहिँ। अनि त्यो भएको भएर म चाहिँ सरासरी जाँदैछु पर। बुढो चाहिँ यता आउनु न, यतै आउनुहुन्छ भन्दै म चाहिँ अगाडि जाँदैछु। दाजुहरु आइपुग्नु भयो। अनि बुढो चाहिँ उता, म चाहिँ चढिसक्यो पनि। अनि दाजुहरुसँग बोल्दैछु। अनि त्यसपछिको त्यहाँदेखिको चाहिँ सिन चाहिँ यस्तै रह्यो। मैले चाहिँ सिसादेखि भिडियो गर्दैछु। के गर्नु, समय र ठाउँले कहिले पनि मान्छेलाई हिजो कहाँ छ आज कहाँ भोलि कहाँ हैन, समयले त्यो ठाउँ कहिले दोहोऱ्याउँदैन हैन। अब हामीले एकचोटि 1-2 पटक गइसकेपछि त्यो ठाउँमा त्यही समयमा हैन, अनि त्यही सोचमा त्यहाँ हामी पुगिँदैन नि त। त्यो भएको भएर मैले चाहिँ भिडियो चाहिँ क्याप्चर गरिहाल्छु क्या। जस्तो सुकै जेसुकै होस्, राम्रो नराम्रो जेसुकै होस्, तर मलाई चाहिँ त्यो ठाउँको त्यो हुन्छ नि त्यो समयको चाहिँ कस्तो होला के होला भोलिको दिनमा चाहिँ फर्केर सोच्दाखेरि चाहिँ हेर्ने माध्यमकै लागि भए पनि मैले चाहिँ भिडियो बनाउँछु।
अनि अहिले त विभिन्न अब माध्यमहरू सजिलो छ नि त। अब युट्युब भयो, फेसबुक भयो, टिकटक हेनतेन यताउता सबै छ नि त। अनि पोस्ट गरिराखेपछि भयो। अब कसले हेर्छ हेर्दैन त्यसले खास चाहिँ म्याटर गर्दैन। तर स्पेसली चाहिँ अब भोलिको दिनमा चाहिँ त्यतिखेर हामी के पो गर्दै थियौँ, कसरी पो गयौँ भनेर सोच्नुभन्दा पनि म चाहिँ ट्याक्कै क्यामेरा ठडाइहाल्ने हो, मोबाइल निकालिहाल्ने हो, ठडाइहाल्ने हो, अनि त्यसपछि सुरु गरिहाल्ने हो। अनि त्यही नै हो साथीहरू। अनि सबैजना अब के कस्तो हुनुहुन्छ होइन। तर अनि हामी चाहिँ अब पुगिसक्यौँ है। यो चाहिँ टेम्पल, बुद्ध टेम्पलको एरिया हो। अनि तर म चाहिँ अब यहाँ छोटो भिडियो, अब यहाँदेखिको बाँकी भिडियो म अर्कै स्टार्ट गर्छु, किनभने भिडियो चाहिँ लामो भएको भएर चाहिँ मैले चाहिँ भिडियो चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडिको एउटा भिडियो बनाउँछु, अनि त्यसपछि पुगिसकेपछिको अर्को भिडियो स्टार्ट गर्छु भन्ने सोचले चाहिँ मैले चाहिँ भिडियो गरेको थिएँ। अनि त्यसपछि अब यहाँ म बोल्दैछु सबै यताउताको बारेमा चाहिँ बोल्दैछु कि थोरै थोरै यस्तो ठाउँहरू चाहिँ हेनतेन भनेर। तर भिडियोले नै सखाप गरिदियो होइन। अनि त्यो सुरुमा उता माथि सिडी चढ्नुभन्दा अगाडिको दृश्य चाहिँ यो तपाईँले हेर्न सक्नुहुन्छ। अनि बुढो चाहिँ यहाँनिर क्यामेरा बोकेर, त्यसपछि त्यो पहेँलो उसको चाहिँ हाम्रो चाहिँ खानेकुराहरू धेरैभन्दा पनि जस्ट खाँदै पिँदै थोरै थोरै छ। अनि अब यस्तै छ। अनि यतातिरको चाहिँ हाम्रो गाडी, अनि उता नाना जाँदै हुनुहुन्छ। अनि दाजुले चाहिँ त्यहाँ के सामानहरू निकाल्दै हुनुहुन्छ होला, दाजु। अनि उता नाना, अनि उता अगाडि भाउजू र नानी जानुभएको छ। त्यहाँ भाउजू नानी ल्याङल्याङ गर्नुहुँदै थियो होला, त्यही भएर। त्यही नै हो अब यो। अनि म चाहिँ अब बाँकी अर्को भिडियो चाहिँ अर्को, अब यहाँदेखिको यता मासिरको भिडियो चाहिँ अर्को उसमा लिएर आउँछु है त। बाई। यो जति पनि यो मेरो भिडियो हेर्नुहुन्छ उहाँहरूले अर्को भिडियो पनि हेरिदिनु होला है त। बाई गाइज।